सम्माननीय सभामुख महोदय, हुम्ला र बाजुरा जिल्लाको सीमा अवस्थित रानीसिंह क्षेत्रको विवादलाई लिएर बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल सहितको टोलीमाथि भएको दुर्व्यवहारप्रति म ध्यानाकर्षण गराउन चाहन्छु। हिमाली गाउँपालिका क्षेत्रको साइपालको पूर्वी बेस क्याम्प हुनुका साथै जडीबुटी र वन्यजन्तुको अपार भण्डार हो। त्यस क्षेत्रमा वर्षौँदेखि जडीबुटी र वन्यजन्तुको त्यहाँ तस्करहरूले कर छलेर अवैध चोरी तस्करी गर्दै आएको खबर प्राप्त भएको छ। त्यस क्षेत्रमा प्रहरी चौकी राख्दा र पर्यटकहरूको चलपल भएमा त्यहाँ अवैध साम्राज्य डिस्टर्ब हुने डरले चौकी राख्न पहल गर्ने वडा सदस्य सहितलाई अराजक समूहले कुटपिट र बन्धक बनाएका थिए भन्ने खबर प्राप्त भएको छ। यसरी जनताबाट निर्वाचित जनप्रतिनिधिहरूलाई नै स्थानीय तहको प्रबन्धन र पर्यटकीय प्रबन्धन काममा लाग्दा भोग्नु परेका यस्ता विषयले निर्वाचित जनप्रतिनिधिहरूलाई चिन्तित बनाएको छ। रानीसैन क्षेत्रको तत्काल सीमा विवाद समस्या समाधान गर्न गृह मन्त्रालय, भूमि सुधार मन्त्रालय, प्रहरी प्रशासन तथा सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु। प्रत्येक नागरिक जीवन सुरक्षा र स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गरोस् भन्ने म ध्यानाकर्षण गर्न चाहन्छु। रानीसैन क्षेत्रको सीमा विवादसँगै त्यस क्षेत्रको शान्ति सुरक्षाका लागि सँगसँगै त्यस क्षेत्रमा जडीबुटी र प्रबन्धन र प्रचुर सम्भावना भएकाले यस क्षेत्रको संरक्षण गर्न अति आवश्यक छ। म सम्माननीय सभा मार्फत त्यो झडपमा परेका जुन घाइतेहरू हुनुहुन्छ उहाँहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना र त्यसको उपचारका लागि पनि सरकारले ध्यान दियोस् भन्न चाहन्छु। धन्यवाद।